सो के अरे यो के भन्छ तपाईँको ड्याडी मम्मी जसरी टिबेटबाट यसरी भागेर आउनुभयो होइन तपाईँलाई परिवारले जस्ट ड्याडी मम्मीले त तपाईँको ड्याडी मम्मीले त स्टोरी भने होला नि त यस्तो थियो यसरी हामी यस्तो थियो भनेर एउटा त्यो जर्नीको बारेमा कुराहरू गरायो भने त्यस्तो के छ डेफिनेटली अब त्यो बेला त चिनेको भनेको के भन्नुहुन्थ्यो भने बाउले माथि आकाश र धरती बाहेक कोही चिन्दैन त्यो त जहाँ गयो नि आकाश जहाँ गयो नि एउटै हो नि त अनि त्यो मात्रै थियो रे अनि त्यहाँ अब त्यो जर्नीको दौरानमा भोकमारी होइन अनि बिमारी अब त्यहाँ त्यस्तो माथि हिमालबाट अब फेदमा तराईतिर चढ्दाखेरिको होइन त्यहाँको मौसमसँगको सङ्घर्ष होइन जीवनको सङ्घर्ष भन्दा नि मौसमसँग सङ्घर्ष खानपिन खान नपाएर लेदर पकाएर चुसेर एउटा खाएको अनुभव जस्तो गरेर त्यसरी उहाँहरू अब त्यो ट्र्याक गर्दै कति दिन जतिको महिना जति लागेको कुरा छ नेपालले पुग्दाखेरि नेपाल होइन मेरो आमाहरूको चाहिँ नजिक पर्यो नेपाल किनभने अब त्यो गाडी भने अलि केरोङबाट त 2-3 दिनमै पुग्छ बाउको चाहिँ अलि त्यसरी भागेर आएपछि तपाईँको ड्याडी खम्बा विद्रोहमा उहाँ जानुभयो ओके सो तपाईँको त्यो स्टोरी भन्नुपर्दाखेरि खम्बा विद्रोह चाहिँ फ्री टिबेटको लागि गरेको फ्री टिबेटको लागि त फ्री टिबेट नै गर्ने हिसाबले अब आफ्नो देश त्यसरी कब्जा गरियो होइन चाइनाले अनि त्यसको रिस हुन्छ तातो होइन रिस अनि त्यो बेला अब ठ्याक्कै भन्नुपर्दा त्यो बेला चाहिँ अमेरिकाको नीति चाहिँ कम्युनिजम परस्त होइन अनि त्यो बेला अहिले फर्केर हेर्दाखेरि हामीलाई अलिकति झुकाएको जस्तै होइन युज गरेको जस्तै त्यस्तो अनुभव भइरहेछ अहिले चाहिँ अहिले आएर किनभने जुन पछि यो तुइँदाखेरिको होइन कसरी तुइयो होइन त्यो बेला त्यस्तो फौज अब वार त होइन प्रक्सी ब्याटलहरू सानोतिनो त्यहाँ गएर सानोतिनो आक्रमण गरेर त्यो लार्ज स्केलमा अहिले रसिया र युक्रेन जस्तो अवस्था थिएन कोटाउने तरिका त्यसरी जो चाइनालाई अब अमेरिकाले जिस्किरहेको अनि हामी खम्बा विद्रोहहरू युज भएको होइन एक हिसाबले हेर्ने हो भनेदाखेरि अब अफकोर्स आई थिङ्क चाइना इन्डिया अनि त्यसपछि अमेरिकालाई थाहा पनि थियो कि जुन तरिकाको यो खम्बा विद्रोह भइरहेछ जुन तरिकाको त्यो रेभोल्युसन भइरहेछ नेपालको तर्फबाट नेपालको क्षेत्रबाट आई एम स्योर कि लाइक उनीहरूलाई थाहा थियो कि लाइक त्यो रेभोल्युसनबाट चाहिँ चाइना टिबेट चाहिँ फ्री हुने खालको चाहिँ होइन भन्ने कुरा थाहा थियो खालि कोट्याउने काम मान्छेलाई त्यो धक्का दिने काम अथवा चाइनालाई बिजी राख्ने काम तर टिबेटन फाइटरहरूलाई त एउटा जोस उनीहरूलाई त अब आफ्नो देश फिर्ता लिनु पाउँछ भनेर त्यहाँ हजारौँ होइन त्यो बेला 5-6 हजार नै थियो भन्ने होइन अब त्यो जानकारी अनुसार होइन अब मेरो बुवा चाहिँ फेरि यो सुराकी गर्न जानुपर्ने भएर गोर्खातिर होइन त्यसरी पनि गएर छ होइन अब कोही सुराकी गर्न जाने कोही अब हतियार व्यवस्थापन खानपिन पोखरातिर आएर होइन किनमेल गरेर अनि फेरि त्यहाँबाट हेली ड्रप गरेर मुस्ताङमा त्यसरी अब आफ्नो रोल खेल्दै होइन यो टाइमलाइन चाहिँ तपाईँको मम्मी ड्याडी तपाईँको प्यारेन्ट्सहरू भेटिसकेपछिको कि त्योभन्दा अगाडि होइन भेटेकै छैन त्यो अब 1960s तिर हो मेरो बुवा चाहिँ अब एजेड हो आमाभन्दा 15-20 वर्ष जेठो हो होइन अनि त्यो बेला चाहिँ अब 1961-2 बाट होला अनि हुन त त्योभन्दा अगाडि पनि के भन्छ अमेरिकाले यता ट्रेन नगराएको होइन 1950s तिर हो कि लेट 50s तिर यता रकी माउन्टेनमा कोलोराडो त्यहाँ क्याम्प हेल भनेर राखेर त्यहाँ सिआइए अपरेटिभहरूले भनेपछि तपाईँको ड्याडी पनि त्यो सिआइएले यता कोलोराडोमा ल्याएर ट्रेन गराउनेको ग्रुपमा थियो मेरो बुवा चाहिँ थिएन मेरो काका एउटा चाहिँ उहाँ ट्रेन गरेको तर यहाँ चाहिँ त्यस्तै 100-200 होइन त्यतिलाई ट्रेन गर्यो उनीहरूलाई अब कलकत्ताबाट साइपान हुँदै होइन त्यो बेला त अमेरिकन प्रेजेन्स थियो अनि त्यहाँबाट मिलिट्री एयरक्राफ्टमा हालेर कोलोराडो एयरपोर्ट बन्द गरेर फेरि थाहा पाउँछ भनेर अनि त्यो अब टिबेटको भूमि सुहाउँदो अब त्यो त माउन्टेन वारफेयर जानु पर्यो
यता के अरे न्युयोर्कतिर क्यालिफोर्नियातिर डेजर्टमा गरेर त हुँदैन, हुँदैन अँ। अनि त्यही भएर रकी माउन्टेन होइन अमेरिकाको सबभन्दा उच्च हिमाल highest peak उठाउँछ। त्यही हो होइन अनि त्यहीँ अहिले पनि मोन्युमेन्ट छ अहिले पनि त्यहाँ क्याम्प हेल भनेर त्यो मोन्युमेन्ट छ अथवा युट्युबमा पनि हेर्न सक्नुहुन्छ सिआइए इन टिबेट अपरेसन स्याडो सर्कस हो कि के नामले त्यो सिआइएको त्यो बुढाहरू बिचरा पहिला उनीहरूको अनुभवहरू सेयर गरेको त्यो युट्युबमा हेर्न सक्नुहुन्छ